नमस्कार भाइ बहिनीहरू। आज पनि हामी फेरि यो नोभा एजुकेसन फाउन्डेसनले तयार गरेको एससी क्लियर गर्ने विद्यार्थीहरूका लागि तयार गरिएको क्वेसन सेटमध्ये अङ्ग्रेजीको एउटा सेट कसरी समाधान गर्ने प्रश्नहरू भन्ने कुरामा छलफल गर्न आज तयार भइरहेका छौँ। त भाइ बहिनीहरू, यदि तपाईँहरूसँग यस नोभा एजुकेसन फाउन्डेसनले तयार गरेको प्रश्नको सेट, इङ्ग्लिसको क्वेसनको सेट तपाईँसँग छ भने आफूसँग तयार भएको सेट, आफूसँग रहेको सेट आफ्नो अगाडि लिएर बस्नुहोस् त। एकपटक कसरी समाधान गर्ने, विभिन्न प्रकारका क्वेसनहरू, हाउ टु सल्भ दिस प्रब्लम्स भन्ने कुरा केही डिस्कस गरौँ है त। सो डियर स्टुडेन्ट्स, एट फर्स्ट द क्वेसन क्यान बी सिन हियर। तपाईँहरूले प्रश्न यहाँ देख्न सक्नुहुन्छ साइडमा। प्रश्न छ छैन नभए आफूसँग भएको सेट बुक खोल्न सकिन्छ। तपाईँलाई सिन प्यासेज, दुईवटा सिन प्यासेज सोधिनेछ। त्यस अन्तर्गत एउटा सिन प्यासेज म एउटा सल्भ गर्ने तरिका सिकाउँदैछु। यहाँ दिएको छ प्यासेज। तपाईँले बोर्डमा चाहिँ प्यासेज देख्न सक्नुहुन्छ। यु क्यान सी इट्स अबाउट प्रताप मल्ल। नाउ द वे वी सल्भ सम प्यासेज सेभिङ आवर टाइम इज द्याट यु जस्ट एट फर्स्ट बिफोर रिडिङ द टेक्स्ट यु स्टार्ट रिडिङ क्वेसन्स। पहिला प्रश्न हेर्नुहोस्, प्रश्नले के मागेको छ प्रश्न हेर्ने, त्यस पछाडि प्रश्नको आन्सर खोज्नुपट्टि लाग्ने। हेभ अ लुक। एज अ किङ अफ कान्तिपुर, प्रताप मल्ल बिल्ट मेनी आर्टिस्टिक, यो अलिकति प्रश्नमा थोरै मिस्टेक रहेछ, आर्टिस्टिक मात्रै राखेर इन काठमाडौँ हुनुपर्थ्यो, त्यहाँ बिचमा ग्याप हुनुपर्थ्यो है। मैले यहाँ भाइ बहिनीहरूलाई इन्डिकेट गरेको छ आर्टिस्टिक अनि ग्याप दिएर चाहिँ काठमाडौँ। प्रश्नमा थोरै प्रिन्टिङ मिस्टेक त्रुटि भएको रहेछ। अर्को प्रश्न, आर्टिस्टिक के बनाए हामीले खोज्नुपर्ने। नेक्स्ट वान, प्रताप मल्लज इन्ट्री इन्टु थन इज इन्ट्रेस्टिङ एज वेल एज, भनेको इन्ट्रेस्टिङका साथसाथै के थियो उनको राज्यारोहण, गद्दीमा बस्दा इन्ट्रेस्टिङका साथसाथै अर्को के थियो, त्यसलाई हामीले खोज्नुपर्ने रहेछ। हिज फादर्स पुवर मेन्टल हेल्थ मेड प्रताप मल्ल रुल एज हिज, बाबाको कमजोर मानसिकता, मानसिक स्वास्थ्यका कारणले बाबाको के भएर उहाँले रुल गर्नु पर्यो। नेक्स्ट फोर्थ क्वेसन, ड्युरिङ लक्ष्मी नरसिंह's रेन प्रताप मल्ल बिकेम एक्सपिरियन्स्ड। लक्ष्मी नरसिंहको रेन, उहाँको शासनमा प्रताप मल्ल अनुभवी के भने, यी शब्दहरू खोज्नुपर्छ हामीले। प्रताप मल्ल केप ललितपुर एन्ड भक्तपुर डिभाइडेड युजिङ हिज, ललितपुर र भक्तपुरलाई डिभाइड गरे, युजिङ के युज गरेर डिभाइड गरे, आफ्नो विवेक अर्थात् के छ। हामी यो रिलेटेड वर्डहरू हामी यहाँ खोज्छौँ। वी सर्च द वर्ड। लेट्स रिड वान्स अल अफ यु। हामीले खोज्नुपर्ने कुराको लिस्ट तयार भयो। अब पढौँ त। प्रताप मल्ल वाज वान अफ द मोस्ट फेमस किङ अफ मल्ल डाइनेस्टी। ही कन्स्ट्रक्टेड सम म्याग्निफिसेन्ट एन्ड ब्युटिफुल आर्किटेक्चरल स्ट्रक्चर्स। हेरौँ त, उनले के बनाए रे। प्रताप मल्ल बिल्ट मेनी आर्टिस्टिक, इन काठमाडौँ हुनुपर्ने हो स्ट्रक्चर। हामीले स्ट्रक्चर लेख्न सक्छौँ। प्रश्न नम्बर आईमा तपाईँले त्यो दिएको ग्यापमा के लेख्न सक्नुहुन्छ, स्ट्रक्चर। स्ट्रक्चर लेख्न सक्नुहुन्छ। सेकेन्ड क्वेसन हेरौँ। प्रताप मल्लज इन्ट्री इन्टु द थन इज इन्ट्रेस्टिङ एज, इन्ट्रेस्टिङका साथसाथै के थियो। लेट्स सी। द वे ही केम टु द थन इज भेरी इन्ट्रेस्टिङ एन्ड कन्ट्रोभर्सियल। इन्ट्रेस्टिङ र कन्ट्रोभर्सियल, विवादास्पद पनि थियो। सो नेक्स्ट क्वेसन हामीले दोस्रोमा के लेख्न सक्ने रहेछौँ, कन्ट्रोभर्सियल लेख्न सक्ने रहेछौँ। controversial. Similarly, third question, his father's poor mental health and made Pratap Malla rule as his, उहाँको के को रूपमा रुल गर्नुभयो उहाँले, पुवर मेन्टल हेल्थको रूपमा भएर। हामी पढ्दैछौँ। he had experience of administration even when his father was alive, जीवित हुँदै। when his father Lakshmi Narsing's madness grew worse, he imprisoned his father in, he himself ruled as a regent king को रूपमा, के को रूपमा रुल गरे, रेजेन्ट किङको रूपमा, प्रतिनिधि एउटाको अर्को। त्यसो भए हामीले आन्सर भेटिसक्यौँ, रिजेन्ट।
रिजन लेख्नुपर्ने रहेछ। हाम्रो फोर्थ क्वेसन हेरौँ। ड्युरिङ लक्ष्मी नर्सिङ्स रेन प्रताप मल्ल बिकेम एक्सपिरियन्स्ड। हामीले माथि नै भेटिसक्यौँ। बाबा जिउँदो हुँदै उनले एडमिनिस्ट्रेसन हेर्थे भने एक्सपिरियन्स के भएका थिए? एडमिनिस्ट्रेटर भएका थिए होइन। हिज रेन प्रताप मल्ल बिकेम एक्सपिरियन्स्ड एडमिनिस्ट्रेटर। हि वाज एन एबल एडमिनिस्ट्रेटर भनेपछि बाबा जिउँदो हुँदैखेरि शासन गरेको हुनाले सो यु क्यान राइट एडमिनिस्ट्रेटर। एडमिनिस्ट्रेटर एडमिनिस्ट्रेटर। फिफ्थ क्वेसन। प्रताप मल्ल केप्ट ललितपुर एन्ड भक्तपुर डिभाइडेड युजिङ हिज। के युज गरेर डिभाइड राखे भक्तपुर र ललितपुरलाई? त्यसको आन्सर हामी खोजौँ। He was an able administrator. Kantipur was highly developed during his reign. Trade with Lhasa, Tibet was also going on well. By his tact, he was making the kings of Lalitpur and Bhaktapur play against each other. के use गरेर? By his tact. हेर्नुस् त, tact use गरेर. So answer to fifth question is tact. ठिक छ। पहिलो प्यासेजको हामीले समाधान लेखिसकेका छौँ। अब हामी दोस्रो प्यासेजतर्फ जान्छौँ। दोस्रो प्यासेजको पहिलो जस्तै फेरि एकपल्ट पहिलो नम्बरमा समयको बचतका लागि तपाईँ प्रश्नहरू हेर्नुहोस् त। हु इन्ट्रोड्युस जेमी टु द फार्म ओनर? फार्म ओनर, त्यो खेतीवाल मान्छेलाई चाहिँ हु इन्ट्रोड्युस जेमी टु फार्म ओनर? खेतीवाल मान्छेसँग जेमीलाई कसले परिचय गरायो? फर्स्ट कुरा हामीले भेट्नुपर्ने। अकर्डिङ टु द किड्स वाइ डु दे निड अ जब? ती बच्चाहरूका अनुसार किन उनीहरूलाई जब चाहियो? नेक्स्ट हामीले खोज्नुपर्ने कुरा, वाट मेक्स द फार्म ओनर से द्याट द जब इज नट फर द किड्स? के कारणले जब फार्म ओनरले चाहिँ यो काम जब चाहिँ बच्चाहरूको लागि होइन भन्यो? नेक्स्ट, वाइ डु द किड्स हेङ द फार्म ओनर? फार्म ओनरलाई किड्सहरूले, केटाकेटीहरूले किन धन्यवाद ज्ञापन गरे? एन्ड वाट सुड द किड्स डु इन द फार्म? केटाकेटीहरूले खेतीमा के काम गर्नु पर्छ्यो? दिज आर द क्वेसन्स। लेट्स सर्च। अब हामी खोज्न सुरु गरौँ। सारा एन्ड जेमी stood on their tiptoe and gave the card from their school to the tall man behind the counter of a farm. The man frowned and made a face. So, you're looking for some work. And who are you? उसले सोध्यो। नेक्स्ट, I'm Sarah. I'm 12. This is my brother Jamie. He is 11. कसले भन्यो? कसले परिचय गराएछ पहिलो क्वेसनमा? हु इन्ट्रोड्युस जेमी टु द फार्म ओनर? जेमीलाई फार्म ओनरसँग कसले परिचय गरायो? आइम सारा। सारा बोल्दै रहेछ। आइम 12, 12 वर्षको। दिस इज माई ब्रदर जेमी। मेरो ब्रदर जेमी हो। त्यसो भए कसले इन्ट्रोड्युस गरायो? साराले इन्ट्रोड्युस गराइन्। सो द फर्स्ट क्वेसन वी आन्सर Sarah introduces Jamie to the farm owner. Farm owner, I think. Yes. Next question, let's check. According to the kids, why do they need job? बच्चाहरूका अनुसार उनीहरूलाई किन जब चाहिन्छ? उनीहरूले के भन्दैछन् हेरौँ है त। जब चाहिनेको कारण खोजौँ। Shouldn't you be at school? We are on holiday and we would like to earn some money and support our parents. यहाँ छ आन्सर। किन चाहिने रहेछ? To earn some money and support our parents. अब हामीले यसलाई कसरी लेख्नु पर्यो? लेख्नु तयार हुनुहोस् त। क्वेसन छ, अकर्डिङ टु द किड्स वाइ डु दे निड जब? अकर्डिङ टु द kids, according to the kids, they need
job. के चाहिने रहेछ? To earn some money, okay? To earn some money and support their parents. To money and support their parents. Clear छ? यहाँसम्म क्लियर छ है त? नेक्स्ट क्वेसन हेरौँ. What makes the farm owner say that the job is not for the kids? केले चाहिँ फार्म ओनरलाई यो काम चाहिँ बच्चाको लागि होइन भन्ने बनाउँछ? लेट्स गो अन चेकिङ. The man lifted his hat and let me rub it. Okay. Scratched his head. टाउको कन्यायो. Working in the farm is quite tough job. के रहेछ? Quite tough job. Sorry. Working in the farm is quite tough job for kids. Okay. I need somebody big and strong to work here. ठुलो मान्छे चाहिँ चाहिन्छ मलाई. ठुलो स्ट्रङ बलियो मान्छे. के कारणले रहेछ भने जब टफ थियो. टफ भनेको गाह्रो थियो. So the question, what makes the farm owner say that the job is not for the kids? The farm owner, answer गरौँ. Yes, here. Says भनेको छ कि said भनेको छ the farm owner say भनेको छ नि. What makes the okay farm owner says that the job is not for the kids. Is not for the kids because हाम्रो आन्सर यहाँ छ it is quite tough job because it is quite tough job. यति मात्रै लेख्दाखेरि सिद्धिहाल्यो. टफ जब भएको कारणले चाहिँ बच्चाको लागि होइन भन्यो. Now let's go through the fifth question. What should the kids do in the farm? किड्सहरूले फार्ममा के गर्नुपर्छ? So the fifth question here is, what should the kids do in the farm? किड्सहरूले खेतीमा के गर्नुपर्छ भनेर यहाँ क्वेसन सोधिएको छ. अब हामी कन्टिन्यू पढ्दै जाउँ. I need somebody big and strong to work here. He said there must be some work for us in this big farm. Could you please find one? Sarah pleaded. Sorry. All right, let's see. यो तपाईले सर पढ्दै जानुस्. अब चाहिँ किन बच्चाहरूले चाहिँ के काम गर्नुपर्छ भन्ने कुरा कम्प्लिटली पढ्दै जानुस्. यसको आन्सर लेखेको छ. I want you to check every single cabbage in the garden and eliminate, okay? So the answer is eliminate all the caterpillars. उनीहरूको जब के रहेछ? Eliminate, उन्मूलन गर्नु, सबै सक्नु. All the caterpillars. तपाईले यसको आन्सर लेख्न सक्नुहुन्छ. म त्यहाँ the kids, fifth question, the kids should eliminate all the caterpillars.
फ्रम द क्याबेज फार्म लेख्न सक्छौँ हामी। फ्रम द फार्म। ल यसरी हामीले छोटोमा आन्सर लेख्न सक्छौँ। हामीले प्यासेजको आन्सर लेख्दा कतिपय विद्यार्थीहरू धेरै लेख्ने लामो लेख्ने कोसिस गर्नुहुन्छ, त्यसको अर्थ छैन। जब तपाईँ धेरै लेख्न थाल्नुहुन्छ त्यसको मतलब यु आर नट स्योर अफ द क्वेसन भन्ने कुरा हुन्छ। ट्याक्कै प्रश्न कहाँ छ, प्रश्नको आन्सर कहाँ छ खोज्ने र त्यो आन्सरलाई सर्टमा छोटोमा आन्सर दिने कोसिस गर्नु होला है त।